म त ट्राफिक पुलिस जस्तो देखेँ नि उसलाई त टाढोबाट। र आज खास मेरो यो भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो अब माइक मैले मगाएको थिएँ नि त होइन, अलिकति यहाँनिर बसेर चिया खाइदिएँ हो। तपाईँहरू पनि आएर बिचरा है लोकलहरूलाई चाहिँ सपोर्ट गरिदिनुहोस् होला है, सपोर्ट लोकल। अन्त एक दिन आउनु छौँ यहाँबाट मजाले भ्यूहरू देखाउँदै एउटा सिलगढी झर्नुपर्छ हो। अब चाहिँ जाडो हुन्छ, द्याट्स वाइ है। आई पुट अन माई ग्लोभ्स। पानीको सङ्केत पनि देख्छ छैन वेदरले त, यतिकै होस् है घर पुगिन्जेल। म चाहिँ यहाँ सिलगढी आउने काम थियो नि त मेरो है। अन्त अब चाहिँ आम गोना रिटर्न टुवर्ड्स दार्जिलिङ। आई बी रिटर्निङ ब्याक टु माई होम। अन्त अहिले चाहिँ म यता चेकपोस्टपट्टि छु। अन्त म जाँदैछु उता खरसाङतर्फबाट है। अन्त यहाँ हेरौँ आजको भ्लग के कस्तो हुनेछ है। बाटोमा अब नयाँ नयाँ कथाहरू बटुल्दैछौँ होइन गाइस। यहाँ त्यस्तो छ, वेदर चाहिँ यस्तो भइरहेको छ है गाइस। मजाको यहाँ मेला पनि थिएछ, यहाँ आयो। अन्त यहाँ अब जाँदैछु म होइन। हो पानी चाहिँ नपरोस् है, दार्जिलिङमा पानी चाहिँ नपरेको होस्, त्यही चाहिँ छ मेरो चाहना। यहाँ चाहिँ अहिले पुरा चेन्ज भएको छ नि त बाटोहरू है। अब 3 लेन 4 लेनहरू बनाउँदैछ यहाँतिर हो। अन्त त्यही कारणले गर्दा चाहिँ पुरा यहाँनिर चेन्ज अब अनौठो लाग्छ क्या, हुन्छ नि पहिला हेरेर चाहिँ नि बाटोहरू अब अलिकति भिन्नै है। कहाँ आइपुगे जस्तो हुन्छ क्या अब। त्यही भएर बेला बेला चाहिँ झर्दै आउनुपर्छ सिलगढी चाहिँ, नभए बिर्सिन्छ अब आफै कन्फ्युज हुन्छ बाटोहरू नि। यो आइपुग्यो अब ब्रिज है, यहाँ मजाको बनिने रहेछ ब्रिज। के लगेको होला यो चाहिँ है, निङ्ग्रोहरू जस्तो त। उन्यु निङ्ग्रो होइन उन्यु। गरम चाहिँ गरमै छ। फुटपाथमा त स्कुटीको कुरा हिँड्दैछौ, आफ कप्स रहेछ त्यहीँ माथिको पुलिस। ए तर के पनि भन्नु, ए पुलिस भनेको त होइन रहेछ नि, पुलिस भनेको त होइन रहेछ नि। म त ट्राफिक पुलिस जस्तो देखेँ नि उसलाई त टाढोबाट। यो चाहिँ बाटोहरू पुरा चेन्जेसहरू हुँदो रहेछ हो। अब अलिक हामी त कन्फ्युज भयौँ हेर्दाखेरि। फर्स्ट उमेरमा चाहिँ कन्फ्युज हुने खालको रहेछ क्या बाटो चाहिँ, त्यस्तो बनिँदो रहेछ अब। दार्जिलिङ मोडमै त हो अगाडि। उताबाट हाल्नुपर्छ। जामहरू सानो छैन त धाममा। यो खालको जाम हुन्छ। परै रोकिदिइरहेको छु ट्राफिक। फाइनली दार्जिलिङ मोड आइपुग्यो अब चाहिँ हो। बल्ल यो ट्राफिक चाहिँ काट्यो हो। अब दार्जिलिङ मोडबाट उता खरसाङतर्फ जाँदैछु म चाहिँ। अब सालबारीमा एक पुच्का खाएर चाहिँ जानुपर्छ गाइस हो। सिलगढी आएर चाहिँ अनि म चाहिँ तर त्यही हो गाइस, हाम्रो यो प्लेन्सतिर कुदाउनु भन्दा चाहिँ मलाई हिल्समै नै मनपर्छ क्या। बाइक गाडी कुदाउनु हुन्छ नि, यस्तो यो तेर्सोमा त के मजै छैन हौ।
यताबाट पनि गाडी आइरहेको उताबाट पनि गाडी आइरहेको हो यताबाट टोटो निकाल्दै गरेको यसरी हाम्रो माथि चाहिँ त्यो अलिकति मौसम खराब हुन्छ र म त किन भन्दा माथि मजा नि हौ बाइकहरू कुदाउनु होइन राइडहरू जानु तेर्सो त त्यस्तो मजै लाग्दैन हौ म त त्यो चाहिँ अब इन माई ओपिनियन हुन्छ नि आफ्नो आफ्नो हुन्छ पोइन्ट अफ भ्यू है तपाईँहरूको के कस्तो हो भन्नुहोस् तपाईँहरूले भन्नु सक्नुहुन्छ कमेन्ट सेक्सनमा तपाईँहरूलाई चाहिँ कहाँ मजा लाग्छ कुदाउनु हुन्छ नि यो चाहिँ हामी अब दागापुर आइपुग्यो है त्यो सालबारी आइपुग्यो है अब चाहिँ यहाँ एक पुच्का खाएर जानुपर्छ हो ल गाइस खाइसक्यो है पुच्का चाहिँ पानी चाहिँ नपरोस् है आई होप सो माथि पनि वेदर राम्रै होला हो किनकि यतै 5 बजिसकेछ र यस्तै 8 बजी चाहिँ म पुग्छु होला भन्ने आश चाहिँ छ है जति सक्दो आई हेभ टु गो फास्ट है रिच फास्ट किनकि मेरो काम छ अलिकति माथि पनि गएर र त्यही भएर चाहिँ छिटो जाँदैछु म है गाइज र आज खास मेरो यो भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो अब माइक मैले मगाएको थिएँ नि त होइन माइक मगाएको थिएँ होइन मैले किनेको थिएँ माइक चाहिँ है अन्त मेरो यो जुन चाहिँ सेटअप छ मैले अडाएको छु यो जुन चाहिँ क्यामेरा त्यसको त्यो सेटअप चाहिँ आएको थिएन आज यो मात्रै आएको नि त है सामान ल्याउनु नै आएको थिएँ म अन्त त्यही भएर चाहिँ मैले ट्रायल गरेको यो चाहिँ हुन्छ नि अब माइक कतिको साउन्ड आउँदैछ आएको छैन होइन त्यो चाहिँ मैले ट्रायल गरेको अन्त हेरौँ अब है कोही कतिको हुन्छ रिजल्ट चाहिँ कतिको आउँदो रहेछ है अब यो सेटअपमा कन्टिन्यू गर्नु सक्छु कि सक्दिनँ मोटो भ्लग होइन अब त्यही छ मेरो चाहिँ अब यो पनि अब पोस्ट प्रडक्सन आउँदा थाहा हुन्छ कि कतिको चाहिँ साउन्ड छ अब विन्ड नोइज छ छैन है त्यति बेला मात्रै थाहा हुन्छ अहिलेमा थाहा हुँदैन अब है कस्तो सुन्दैछ मलाई पनि थाहै छैन अब अहिले चाहिँ क्या सुक्ना आइपुग्यो यहाँबाट चाहिँ वी हेभ टु टेक लेफ्ट योबाट स्ट्रेट पनि पुगिन्छ है दार्जिलिङ एज यु अल नो मेनी अफ यु माइट नट नो है उनीहरूलाई मैले भनेको यो यो सिधा गयो भने पुग्नु सकिन्छ दार्जिलिङ चाहिँ है भया तिनधारिया तर छिटो चाहिँ यो बाटो हो रोहिणीको है र म चाहिँ रोहिणीकै बाटो जाँदैछु यतिकोमा चाहिँ कति आउँदैछ विन्ड नोइज म बोलेको बुझेको छ छैन है त्यो यसो कमेन्ट गर्नुहोस् होला गाइज र अहिले भने चाहिँ सुक्ना काटेर म आर्मी कम्पाउन्ड काटेर चाहिँ म यता सिमलबारीपट्टि पसिसकेको छु है अब यहाँबाट चाहिँ उकालो रोहिणी भएर जाने छु म यो चाहिँ हामी सिमलबारीमा छौँ अहिले है आर्मी एरियामा चाहिँ किन मैले भिडियो काटेको भन्दाखेरि चाहिँ अब त्यहाँ चाहिँ अब डिफेन्स एरियामा चाहिँ क्यामेरा इज नट अलाउड भन्छ नि त है अन्त त्यही भएर चाहिँ अब वी हेभ टु रेस्पेक्ट द्याट त्यही भएर चाहिँ मैले क्यामेरा बन्द गरिदिएको है यहाँबाट चाहिँ वी हेभ टु टेक राइट टर्न टुवर्ड्स खरसाङ है रोहिणी हुँदै टोल ट्याक्स त बन्द छ भन्दै थियो त अन्त है त तिर्नु पर्दैन अरे भन्दै थियो त अस्ति सुनेको थिएँ त अन्त
होइन कि के हो जस्तो लाप्चेटारका लाप्चेटार रोहिणी रोहिणी लाप्चेटारका र अब भने चाहिँ हामी दार्जिलिङ खरसाङतर्फ जाँदैछौँ होइन यो चाहिँ यसलाई चाहिँ भन्छ रोहिणी रोड है भाया रोहिणी रोड अब रोहिणी रोड त तपाईँलाई थाहै छ पहिला अलिकति बिग्रेको थियो है अहिले चाहिँ मजाले बनिएको छ अन्त यहाँनिर हिँड्दैछ पनि छ गाडीहरू त्यो टाइममा पनि हिँडेँ नि म त अब त्यो यताबाट खोलिदिएको थियो हो अलिकति बाइकहरू चाहिँ हिँड्नु दिन्थ्यो नि त त्यहाँबाट अन्त हिँड्थेँ म त्यहीँबाट हिँड्थेँ तर त्यति बेला सुनसान थियो क्या अब यहाँ रोहिणीपट्टि चाहिँ नि दोकानहरू पनि नखोलिएको होइन एक दुईवटा खोलिन्थ्यो एक दुईवटा बाइकहरू आइरहने सन्डे राइडहरूमा आउँथ्यो होला नि त है अन्त त्यति बेला हुन्थ्यो यतातिर सुपर बाइकहरू एक दुईवटा देख्थेँ त्यस्तो हो आमा मेरो ओभरटेक गराएको गभर्मेन्ट अफ सिक्किमको गाडी आज त तर त्यो जोस् मौसम चाहिँ दामी छ है वेदर चाहिँ दामी भएछ अब पानी पनि छैन धुम्म पनि छैन पानीको सङ्केत पनि देख्छ छैन वेदरले त यत्तिकै होस् है घर पुगिन्जेल है त गाइज यहाँ एउटा अलिकति यहाँनिर मेरो स्टप छ है यो चाहिँ किन स्टप छ भन्दाखेरि चाहिँ नि तपाईँहरूलाई देखाउँदैछु ल एउटा चाहिँ मजाको देख्छ नि त भ्यू है अहिले चाहिँ दोकान पनि खोल्नुभएको रहेछ दुजुले है र माथि चाहिँ एन्थोनी स्कुलहरू छ अगस्टिन स्कुल छ है खरसाङको अन्त यहाँ मजाको रहेछ अहिले चाहिँ फिलहाल यहाँबाट चाहिँ भ्यू मजाको देख्छ नि त क्या ओह्रालो अझै घाम लागेको बेला आउँछ सेटिस देख्छ हो मजाको देख्छ यहाँबाट चाहिँ बिहान भए चाहिँ मजाको देख्थ्यो कि तर अहिले त अब साह्रै देख्दैन रहेछ भिर पाखा चाहिँ छ है र यहाँबाट हेर्नुहोस् होला तपाईँहरू गाइस मजाको छ तलको गाउँहरू देख्छ है मजाको यस्तो छ वेदरहरू घाम लाग्दा आउनेछु एक दिन है साह्रै राम्रो छैन रहेछ पानी पनि पर्ला जस्तो हुँदैछ तर पानी चाहिँ नपरोस् आई होप सो ल अब चाहिँ यहाँनिर अलिकति तपाईँहरूलाई भ्यू देखाइदिउँ भनेको त भएन राम्ररी है बेलुका भयो अँध्यारो भयो अन्त यहाँ चाहिँ दाले दोकान खोल्नुभएको रहेछ नि त है अन्त अलिकति यहाँनिर बसेर चिया खाइदियो हो तपाईँहरू पनि आएर बिचरा है लोकलहरूलाई चाहिँ सपोर्ट गरिदिनुहोस् होला है सपोर्ट लोकल अन्त एक दिन आउनु छौँ यहाँबाट मजाले भ्यूहरू देखाउँदै एउटा सिलगढी झर्नुपर्छ हो अब चाहिँ जाडो हुन्छ द्याट्स वाइ है I put on my gloves ल अब चाहिँ जाउँ होला नरोकिकन हो किनकि ढिलो पनि हुन आँट्यो है घर जानुपर्छ लु तपाईँ देख्न सक्नुहुन्छ है खरसाङको दृश्य खरसाङको नजारा अब चाहिँ म खरसाङ आइपुगेँ नि त यो चाहिँ हो खरसाङ है त्यो चाहिँ हो टावर यहाँको मजाको दृश्य मजाको नजारा हेर्नुहोस् र टक्कै स्ट्रिट लाइटहरू पनि बलिसकेछ भनेपछि चाहिँ अब निकै रात परिसकेछ है म चाहिँ यहाँबाट पनि अब तक्दा पुग्नुपर्छ चाहिँ हो तर थ्याङ्क गड आज पानी चाहिँ परेको छैन हो
अब क्यान्टर अगाडि राखेपछि चाहिँ आफू पनि बिस्तारै हिँडाइ हुन्छ हो। चाहिँ रात परेको जस्तो हुँदैछ है गाइज। रातिको फुटेज चाहिँ अब के कस्तो आउँछ है मेरो एक्सन क्यामेराबाट त्यो चाहिँ मलाई थाहा छैन। र त्यो पनि यहाँ लेट्स चेक इट आउट है। सिधै फाइनल रिजल्ट कस्तो हुनेछ यो भ्लगको आउटपुट चाहिँ होइन बेलुकाको, र त्यो हेरौँ बेलुकाको कस्तो चाहिँ देख्छ दृश्यहरू नजाराहरू कतिको कभर गर्नु सक्छ। लगभग 6:30 त भयो होला हौ यहाँनिर है। 6:30 पनि यतिको उज्यालो त देखाउँदैछ क्यामेराले है। एउटा चाहिँ जाम नहोस् है। ओम नमो शिवाय, ओम नमो शिवाय, ओम नमो शिवाय। पानीको छिटाहरू त पर्दैछ। ल गाइस अब पानी पनि पर्यो अँध्यारो पनि भयो है। सो आई थिङ्क आई हेभ टु end my vlog right away. So yeah, please keep loving and supporting. Hey, this is your boy AK signing off. अन्त हेर्नु भएकोमा थ्याङ्क यू र अझै अलिकति फलो गरिराख्नुहोस् होला पेजलाई है। अन्त अहिले चाहिँ म खरसाङ काटिसकेको छु। अन्त अब घर पुग्नु लागि मलाई नभनेको पनि अझै 1 घन्टा त लाग्दैन होला हो, त्यत्रो लाग्दैन हो, अबाउट 40 मिनट्सहरू लाग्छ होला हो। अझै म गोथल्सको यहाँनिर छु र आई एम एन्डिङ माई vlog. Thank you so much guys, thanks for watching, keep loving and keep supporting.